नमस्कार बा। नमस्कार बाबु। आराम हुनुहुन्छ? ठिक छु नि म त। के छ त, कस्तो चल्दैछ दिनचर्या? कस्तो हुने अब दुखम सुखम चलिरहेको छ। यताउता त्यति हिँड्न सक्दिनँ, घुमफिर गर्न खुट्टा अलि कमजोरी। अब अर्थ त ठिकै छ यति बेला त। अहिले कति वर्षको हुनुभयो तपाईँ? अहिले 1996 सालको 86 वर्ष चल्दैछ। 86 वर्ष चल्दैछ है। स्वास्थ्य ठिक छ नि तपाईँको? अरू ठिकै छ, त्यो खुट्टो कमजोरी छ, अरू स्वास्थ्य ठिकै छ। ए, अनि यो बर्खाको याममा खेतीपाती त भ्याउनु भयो होला, के छ? खेतीपाती अब खेत रोप्न सकिएन। अब मकै सकै पाखाबारी चाहिँ गरिया छ, मकै छ। यो उमेरमा पनि खेतीपाती गर्दै हुनुहुन्छ है? अब के गर्ने, अब अलिअलि मान्छे लाउने, कोही अब आफू के सक्ने तरकारी खेती गरिन्छ अलिअलि आफूलाई खाने भाग। ठिकै छ। तपाईँलाई हामीले जान्न खोजेको विषय चाहिँ आज हाम्रो यो भीमसेन थापा गाउँपालिका वार्ड नम्बर 1 मसेलमा रहेको यो ठुलो पोखरीको इतिहासको बारेमा, यो उसको उत्पत्ति, यसको अवस्था के थियो पहिले, र यसको बारेमा विस्तृत रूपमा केही तपाईँलाई चाहिँ जानकारीमा छ भने केही कुराहरू बताइदिनुहुन्छ कि भनेर आज यो छोटो अन्तर्वार्ता हामी तपाईँ समक्ष लिएर आएका छौँ। यसको बारेमा के छ हजुरलाई? ठुलो पोखरीको कसरी यो नाम रह्यो र यो कसरी स्थापित भयो होला? यो ठुलो पोखरी भन्ने त ठुलो, यसको नामै ठुलो छ। यो ठुलो मसिलको सबभन्दा ठुलो पोखरी भनेपछि पूर्व पश्चिमका मान्छे पैदल हिँड्ने बाटो नै यही हो पहिला। अब मसिल वर्षा हुँदा खोलाबाट गाउँबाट आउने, वर्षा भएपछि गाउँबाट हिँड्थे, मूल बाटो पूर्व पश्चिम राजमार्ग यही थियो। त्यही ठुलो पोखरी भएर जाने हो। त्यहाँ ठुलो रिङ्गै चाहिँ हामीले जान्दा रिङ्गै चिलाउनेका ठुला रुखहरू थिए। अनि त्यहाँ छाया पुरा भइरहन्थ्यो। अब हाम्रो 2009 सालमा त्यहाँ बिन्द्रावती भन्ने एउटा स्कुल खुल्यो देवीथानमा। त्यहाँ चाहिँ बौवा मसिल मिलेर, जराङसँग मिलेर ठुलो एउटा 8 क्लाससम्मको मिडल स्कुल खुल्यो। त्यहाँ हामी बिहान सबैले त्यहाँ पढ्न जान्थ्यौँ। बिहानैदेखि सोरेर गयो, पौडी खेल्ने, आउने जाने गर्थ्यौँ। पानी परेको दिनमा त्यो पोखरी भरिएर कहिले उतापट्टिबाट अलिअलि जाने, कहिले यतापट्टि यो बस्तुटी चौतारा भन्थ्यो, यतापट्टि नागेर आउँथ्यो। टन्न निलो पानी, खानै हुने सफा पानी हामीले देख्यौँ। अनि तिजमा भन्नुहुन्छ भने चारैपट्टिबाट चाहिँ अब जस्तै बौवा, मसिल, जराङ सबैपट्टिबाट त्यहाँ महिलाहरूको ठुलो जात्रा मेला लाग्ने। अनि तिजको जात्रा यतैदेखिको सारा मान्छे गुनुनुनुनुनु त्यो महिलाको जात्रा हुने। त्यहाँ योपालि झगडा परेर कहरसिंह भन्ने एउटा बराम लाहोरबाट आउँदाखेरि त्यहाँ सुबेदार भन्ने चाहिँ नि